तयारी पनि तातिसक्यो। अब कस्तो खालकोहरू रहेछ हौ। 4 केजी आलु। हेलो हजुर दर्शन, नमस्ते, सेवा, गुड मर्निङ। के छ हजुरहरूको हालखबर? मेरो चाहिँ ठिकै छ। अनि म चाहिँ अहिले बिहान अलिक ढिलो भइसक्यो भ्लग स्टार्ट गर्नु। म चाहिँ उठेँ अनि खाना सब्जी बनाउँदै तातो पानी पिउँदै खाना सब्जी बनाएँ। अनि खाना सब्जी बनाइसकेँ अनि अहिले चाहिँ कफी पिउँदैछु। आज चाहिँ अलिक ढिलै उठेँ क्या म। अलिक ढिलै उठेको कारणले अलिक ढिलो भइसक्यो। किन पटार्नु भएको होला हाम्रो दाजुले। अनि आज पनि अब रेडी भएर अफिस जानुपर्ने हुन्छ। अनि आज चाहिँ अब अफिस जान्छु अनि अफिसमा के गर्छु अनि भरेतिर सेयर गर्छु है त। म चाहिँ रेडी भएर पनि दाजुमा स्कुटी स्टार्ट गर्न हिँडेको। म चाहिँ आज चाहिँ अलिक छिटो रेडी भन्दा नि म आधा उठि चाहिँ सकेँ। अब सनस्क्रिनहरू लाउने बाँकी छ। सनस्क्रिन लाउँछु अनि त्यहाँदेखि जान्छु। अहिले चाहिँ अब फर्स्ट त मेरो रानीलाई स्कुटी स्टार्ट त गर्नु पर्यो। मेरो रानीलाई मेरो साथी जे भए पनि मेरो तयारी पनि तातिसक्यो। अब सनस्क्रिन लाउने अनि अफिस जाने। अब अफिस जान भेटौँ है। म चाहिँ अब रेडी भएर पनि अफिस चाहिँ हिँडेको। आज चाहिँ वाइफाई बिग्रेको छ। आज होइन हिजै बिग्रेको। अनि म त डाटाबाट युज गर्दैछु। अनि अब आज ठिकै टाइम रहेछ। म त लेट भयो कि भनेर सोच्दै थिएँ। ठिकै रहेछ। के छ त बाटोमा भेटौँ है। म चाहिँ अफिस हिँडेको है। अनि आज सोमबारको दिन मुड राम्रो बनाएर हिँड्दैछु। अब हेरौँ अफिसमा राम्रो हुन्छ कि नराम्रो हुन्छ। मुड हेर्दै जाऊँ है त। यस्तै छ। विराटनगरमा आज हल्का हुस्सु लागेको छ। अनि घाम त लागिरहेछ तर त्यस्तो मजाले चकिलो पनि होइन, त्यस्तो चिसो पनि छैन। ठिक्क छ मौसम आजको। एकछिनमा भेट। म चाहिँ अफिस आइपुगेँ। आज त म अलिक लेट भयो कि क्या। अङ्कलहरू आइसक्नुभएको रहेछ। म चाहिँ भर्खर आइपुगेँ अफिस। मेरो प्लान्टहरू यिनीहरूले मलाई मायै गर्दैन हौ। राम्रो हुँदैन के भएको। ट्राफिक चोकको नजरिया के। अब अफिस आइपुगेँ। मेरो कामहरू फटाफट गर्छु। थाली 4 भएको थियो। अब पूजाको थाली धुनु जानु पर्यो। धुएर मैले चाहिँ पूजा थाली चटक्कै धुएर पनि रेडी गरिसकेँ। राख्ने अन्त अफिसमा आएर पनि अपडेटहरू हेरेर पनि
दियो बाले अनि धुप बाले अनि सरसफाइ पनि गरेँ यताउता। अनि अहिले चाहिँ म बसिरहेको। बाँकी अपडेट एकछिनमा गर्छ है त। हिजो पानी मागेको आज बल्ल ल्याइदिनु भयो, तर जार चाहिँ फोर छ। त्यस्तो धेरै फोर त होइन, त्यही पनि अलिक फोर छ। त्यही पनि केही छैन। इट्स कफी टाइम। म चाहिँ कफी पिउँदैछु। अहिले 1:30 बज्यो, अब 2 बजे कफी टाइम हो। अनि आजको दिन घाम लागिरहेछ पुरै। अनि अनि मेरो कफी आज चाहिँ यस्तै छ। खुसी नै भइरहेको छु आजको दिन। त्यस्तो धेरै कामै छैन आज त, कल पनि आएको छैन। अनि तर टिकटकमा जबको लागि चाहिँ धेरै इन्क्वायरीहरू आइरहेको छ। जबको इन्क्वायरीहरू चाहिँ हाम्रो धरानबाट म्यामले टिपिदिनुहुन्छ। मेरो चाहिँ यहाँ विराटनगरको जस्ट रेन्टल मात्रै हेर्छु म चाहिँ अहिले। त्यही भएर अहिले मेरो लागि त्यस्तो धेरै काम छैन। के को हल्ला हो? घन्टीहरू घन्टी अरे हो घन्टी। अब म चाहिँ जान लागेको घर है। 5:20 समथिङ भयो। अब म रुम जाने। अब आजको दिनमा पनि त्यस्तो विशेष केही पनि भएन। यत्तिकै बसेँ अनि बसेँ अनि बसेँ। अरू त के भन्नु र, त्यस्तै छ। अनि अब चाहिँ रात परिसक्यो नि त, अनि घाम गइसक्यो। के छ त, बाटोमा भेटौँ है। म चाहिँ बाटोमा अब लागेको हो। तर म आज यहाँबाट हटिया लाग्छ जस्तो लाग्छ मलाई। हटियामा गएर सब्जी किनेर जान्छु होला। मन्डी आजको सोमबारको मन्डी। टमाटर किने। अब हिँड्नु मन्डी हिँड्दैछु। आलु किनौँ कि भनेर हिँडेको। आलु नै राम्रो देख्दिनँ त हो म त। सबै फरक फरक किसिमको सब्जीहरू छ। देख्छु यहाँ रहेछ आलु। यहाँ चाहिँ नाइस आलु छ जस्तो छ। हेर 4 केजी आलु। भगवान की जय। आलु त भेटाइयो, तर कस्तो हो यो, सबै कुहिली गएको छ त आलुहरू त। के भएको यसरी? एकछिनमा भेटौँ है। मेरो चाहिँ रेडी भयो। 2 किलो लानु पर्यो। आलु किनेर नि हिँड्यो। च्याउ खोजेको मैले, च्याउ भेटाइन। अनि के सम्झेर यत्रो ठुलो गाडी चाहिँ यहाँभित्र छिराएको हो त नि? कस्तो खालकोहरू रहेछ हौ।
बसिरहेको सागहरू त छ धन्यको लागि जान्छ होस् लाग्दैन कल देखेंगे आज इतना ही बस मेरो तयारी ल रुममा भेटौँ है ल म चाहिँ रुममा आइपुगेर पनि मेरो सब्जी पनि केही पाएन हौ त्यही आलु र मात्र लिएर आएँ टमाटर मात्रै लिएर आएँ या आलु टमाटर मैले खासमा खोजेको चाहिँ उठेँ के भन्छ च्याउ खोजेको च्याउै पाइनँ के छैन अँध्यारो भइसकेछ अन्त हाल्दैन अಯ್या मरे गले ल यता पो ताङ्गेको छ त कस्तो म चाहिँ रुममा आएर पनि सपिङ यता छ अब सो खाना सब्जी बनाएर खानु पर्ने हुन्छ हैन त म चाहिँ अफिसदेखि आएर अनि खाना सब्जी बनाएँ अनि खाएँ त्यो चाहिँ मैले देखाएन भ्लग लामो हुन्छ भनेर क्या अनि मैले छोटो भ्लगहरू मात्रै बनाउँदैछु नि त अहिले अनि अघि बजार पनि घुमेँ अनि तिनीहरू भ्लगहरू धेरै लामो हुन्छ भनेर मैले बनाइनँ अनि अहिले चाहिँ म अब खाना सब्जी खाएर पनि अनि अब यतिकै फोन खेलाउँदै बसिरहेको अनि आजको लागि यति नै अहिलेसम्म मेरो भ्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि यसरी नै माया र सपोर्ट चाहिँ गर्दै गर्नुहोला अनि सेयर र सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है त ओके बाई बाई गुड नाइट सबैजनालाई